हेलो साथीहरु, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी घर जाँदैछौँ। अब ट्याक्सी आएको छ। खै कता हो यो, खोल्नु त। यहाँ छ के। हेलो बेबी बेबी, यता हेर। हामी चाहिँ एयरपोर्टको लागि हिँडेको। हामी चाहिँ एकछिनमा अब एयरपोर्ट पुग्छौँ। हामी चाहिँ अहिले एयरपोर्ट पुगिसकेको छौँ। हाम्रो चाहिँ 10 बजेको फ्लाइट छ नेपालगञ्जको लागि। हेरौँ डिले हुन्छ कि नै। आजभोलि चाहिँ भिडभाड धेरै हुन्छ नि त यो दसैँको बेला, अनि डिले चाहिँ एकदमै हुन्छ कि। पोहोर साल कति डिले भएको, यो पटक त नहोस् प्रभु भन्ने लागिरहेको छ। केही पनि नहोस् डिले भन्ने लागिरहेको छ। हेरौँ के हुन्छ। हामी चाहिँ ट्याक्सीहरू पार्किङ गरेको ठाउँमा पुग्यौँ। अनि त्यसपछि त्यहाँबाट झरेर चाहिँ भित्र गयौँ। भित्र चाहिँ कति धेरै भिडभाड छ, जताततै भिडभाड छ। अब हामी चाहिँ बोर्डिङ पास गरेर भित्र गयौँ। भित्र चाहिँ प्लेनलाई वेट गरिरहेको थियौँ हामीले चाहिँ। अनि डिले भएको थियो। कति 10:15मा जाने भनेको प्लेन चाहिँ 10:55मा सरेको थियो। अब हेरौँ कति बेला हुन्छ। अब चाहिँ हामी प्लेनमा बसेको छौँ। अब जाने हो। बाबु यता हेर। हेर्दै हेर्दै बाबुलाई निद्रा लागिरहेछ। कस्तो गरेछ, बिहान नै उठेको नि त आज। निद्रा लागिरहेछ। हेलो। यो चाहिँ हामी 3जनाको टिकट बाबु खेलिरहेछ अहिले। रुन्छ कि नै, अस्ति आउने बेला त रोएको थियो। अनि मोबाइल देखाएर ल्याएको प्लेनभरि चाहिँ मोबाइल देखाउनु परेको थियो। अब आज चाहिँ के गर्छ, रुन्छ कि नै। अहिले चाहिँ खेलिरहेछ। मलाई चाहिँ प्लेनमा चढ्ने भनेको चाहिँ जति चढे पनि प्रत्येक पटक डर लागिरहेको हुन्छ कि। एकदमै डर लागिरहेको हुन्छ। अब यहाँबाट चढेबाट अब नचढ्ने बेलासम्म चाहिँ डर लागिरहेको छ। ट्राफिक जाम भयो रे, ढिला हुने भयो रे। 10-15 मिनट चाहिँ बसिराख्नु पर्ने भयो। 10-15 मिनट भनेको 1 घन्टा नै ढिलो हुन लागिसक्यो। अनि अब चक्लेट खाँदै बस्दै गर्ने काम भइरहेको छ। कति धेरै चक्लेट निकालेको छु म त। चक्लेट हो। बेबी झगडा नगर ल। भित्र बसेको बसे बरु बाहिरै बस्नु ठिक है। भित्र आएर बस्नुभन्दा त भित्रै बसेर झ्यालबाट बाहिर आइरहेका गइरहेका प्लेनहरू हेर्ने। अनि आफूले कति बेला जान्छ भन्दै प्लेन हेर्नु सिवाय अरू केही गर्न सकिरहेको छैन। त्यही एउटा झ्यालबाट हेर्ने, यही नै भइरहेछ। कति बेर वेट गर्न पर्ने हो थाहा छैन। बाबुले चाहिँ क गरिरहेछ। काका गली छोरी एकदमै ढिला भयो। 10:15को भनेको अहिले त यहीँ 11:25 भइसक्यो। अझै कति टाइम लाग्छ। जम्मै यस्तै हुन्छ। पोहोर साल झन् 1 बजे भनेको साँझ 8 बजे भयो। पछाडि सर्दा डिले भएर अनि फेरि प्लेनमा बसिसकेपछि आधी घन्टा जति ट्राफिक भयो। ट्राफिक जाम भन्यो। अनि गर्दाखेरि नेपालगञ्ज पुग्दाखेरि त 10 बजेको पोहोर सालको दसैँमा जाँदाखेरि। आज त्यही भएर चाहिँ आज छुट्टैको टिकट बिहानैको गरेको। जसरी भए पनि साँझसम्म पुगेँ।
होइन यति बाँकी छ के भन्छ साले यो ट्राफिक बिजी भएको छ अरे कि आकाशमा ट्राफिक जाम त हो त यो ट्राफिक बिजी बिहान नुहाएर आएको कपाल चिसै रहेछ सुकाउनु पर्यो भोक लागिसक्यो यस्तो भइरहेछ अब के गर्नु टाइम पास गर्नु पर्यो 12 बज्न लागिसक्यो 10 बजे जाने भनेको यता हेर सानो बेबी बाबालाई पाए जस्तो मलाई मतलब आबी अरे के गरे अलिअलि अब उठ्छ कि जस्तो लागिरहेछ हेरौँ अब के हुन्छ नमस्ते म यहाँ एक्सप्रेसको सेपरेटली उडान दिलाउन गएकोमा हामी सीमा प्राजी छौँ क्याप्टेन याम कुमार मल्ल र अन्य उडान कर्मचारीहरूको तर्फबाट यस फ्री अलायन्सको उडान आफ्नो सामान्य रेलमाथिको सामर्थ्यबाट आफ्नो अगाडिको भनेर राख्न अनुरोध गर्दछौँ प्रवासी Namaste ladies and gentlemen, we apologize for this delayed departure. Captain Yam Kumar Malla and the crew members welcome you on board this Airlines flight number SH3433. Our flight to Nepal will take 45 minutes and we'll be flying at an altitude of 1,500 feet. We look forward for your safe and comfortable flight. Please keep your hand luggage in the overhead compartment. Or under the seat and ensure that your seatbelts are fastened. क्याबिनमा समाचार राबत गरिरहेको छ जसलाई रातो एक सङ्केतले निर्देशित गरिएको छ एउटा पछाडि र दुईवटा अगाडि क्याबिनमा ड्र गरिएको खण्डमा अथवा आपतकालीन अवस्थामा बाहिरिनु परेको खण्डमा अब हामी जाने स्माइल गर्दियो स्माइल गर निद्रा लागिरहेछ मलाई
राम्रो सिन देखेको। वाउ, माथिबाट बादलहरू, यो बादल नलागेको भए म माथिल्लो साइडतिर परिरहेको थिएँ। हिमाल यति राम्रो हिमाल देखिन्थ्यो नि, तर सबै बादलले छेकेछ। सानो सानो हिमालको सानो सानो अलिअलि टुक्रोहरू मात्रै देखेको छ, तर बादल। वाउ, भोक लागेको थियो, कफी सम्झिँदै पानी खाइयो 2 ग्लास। अवतरण गरेका छौँ। अहिले बाहिरको तापक्रम 32 डिग्री सेल्सियस रहेको छ। जहाज पूर्णतः नरोकिएसम्म र सिटपेटी बाँध्ने सङ्केत ननिलिएसम्म कृपया आफ्नै सिटमा बसिदिनुको अनुरोध गर्दछौँ। सिटमाथिको सामान कक्ष खोल्दा ध्यान पुर्याउनु हुनका साथै अहिले चाहिँ हामी नेपालगञ्ज एयरपोर्टमा आइपुग्यौँ। यहाँ कति गर्मी हो, हामीहरू सबैजनाले चाहिँ अहिले आफ्नो आफ्नो सामानको वेट गरिरहेको छौँ। सामानहरू आउँदैछ, त्यही भएर सबैले वेट गरिरहेको छौँ। पालो गरेर आउँछ सामान। मैले चाहिँ सामान लिएर पहिल्यै यतातिर आएर वेट गरिरहेको छु। सामानहरू पनि ल्याएँ। बाबाले चाहिँ बाबुलाई वासरुम लिएर जानुभएको थियो, अनि अहिले आउँदै हुनुहुन्छ। मैले चाहिँ यतातिर आएर वेट गरिरहेको छु एउटा साइडमा बसेर। यता हेर न सानो, हामी चाहिँ नेपालगञ्ज आइसकेको छौँ। यहाँ चाहिँ एकदमै गर्मी छ, एकदमै धेरै गर्मी छ। सानो चाहिँ सुतेको थियौँ प्लेनमा, अहिले चाहिँ उठेको छिन्। ए वासरुम गएर आयो। बाबा चाहिँ गाडीहरू केही दाम जाने भनेर खोज्न जानुभएको छ। केही गाडीहरू, सानो गाडीहरू पायो भने सजिलो हुन्छ। पाएन भने अहिले बाटोमा गएर अनि अर्को ठुलो गाडीमा आइसमा जाने हो। बाबु स्माइल गरिदेऊ। बाबु आज आफ्नो घरमा जान्छ, आफ्नो घरमा। यता हेर न बाबु, तिमी कति ह्याप्पी भइछौ, कति ह्याप्पी भइछौ। यति धेरै भनेर देखाइदेऊ न हातले, यति धेरै भन न, यति धेरै भनिदेऊ न, भनिदेऊ न। बाबु खुसी राख। कस्तो गर्मी थियो ट्रेनबाट झर्ने बित्तिकै, अनि यहाँ चाहिँ शीतल हावा छ, त्यो भएर चाहिँ बाबु ह्याप्पी भइरहेछ। होइन ह्याप्पी भइछौ नि, कति ह्याप्पी भइछौ छोरो, कति कति। हामी चाहिँ बाबुसँग ठुलो गाडीमा गाह्रो हुन्छ नि त पब्लिक गाडीमा जान, त्यही भएर चाहिँ सानो गाडी रिजर्भ गरेर दाङसम्म जान लागेको नेपालगञ्ज एयरपोर्टदेखि। हामी चाहिँ अहिले नेपालगञ्जबाट हिँडेको छौँ। लास्टै गर्मी छ, खुसी भइरहेछ। हेर्न सुतेछ, मजा आछ नि त। अहिले चाहिँ हामी नेपालगञ्जमै छौँ। नेपालगञ्जबाट चाहिँ हामी सर्टकट बाटो भएर जाने सोचेको, अनि सर्टकट बाटो भएर चाहिँ दाङ जाने 1-2 घन्टामै पुगिहाल्छ। 1-2 घन्टा त नै 2 घन्टामै पुगिहाल्छ। हामी चाहिँ अब नेपालगञ्जबाट दाङ जाँदैछौँ। कति बेला घर आइपुग्ला जस्तो भन्छ। अहिले बाटोमै छौँ। अब एकछिनमा चाहिँ घर पुगिन्छ। हेलो साथीहरू, हामी चाहिँ हिजो घर आएको, अनि त्यसपछि हिजो चाहिँ त्यही नेपालगञ्जबाट 2 घन्टामा घर आइपुग्यौँ। अनि मैले त भिडियो नै बनाउनु बिर्सेछु घर आएपछि त, सबैसँग भेटघाट भयो, सबै भयो। अनि त्यसपछि चाहिँ भिडियो नै बनाउनु
छु अनि एकपटक राति सुत्ने बेला याद आइरहेको थियो ला मैले त भिडियो बनाइरहेको थिएँ मैले त बनाउनै बिर्सेछु भनेर अनि त्यसपछि चाहिँ अब आज चाहिँ बिहानको 8 बजेको छ अहिले चाहिँ म हिजोको भिडियो चाहिँ इन्ड गर्न गइरहेको छु सबैजनालाई ह्याप्पी दसैँ सबैजनाले खुसी साथ दसैँ मनाउनु होला यही नै हो अर्को भिडियोमा भेटौँला अब चाहिँ अर्को भिडियो अब अहिले चाहिँ अब मन्दिर जानु पर्यो सोचेको त्यही हो साथीहरू अर्को भिडियोमा भेटौँला ओके बाई